जल्पादेवी थान तामाकोसी गाउँपालिका वडा नम्बर 5 सहरे निवास तामाकोसी नजिकै। यो मन्दिर चाहिँ प्रचलित मन्दिर हो। पाठी र परेवा पूजा हुन्छ यहाँ चाहिँ दैनिकी भन्दा शनिबार र बिहिबार चाहिँ यहाँनिर चाहिँ पूजा हुन्छ जहिले। गाइज मन्दिर चाहिँ पहिला उतापट्टि थियो होइन, यहाँनिर एउटा मान्छेले गल्ती गरेर चाहिँ नयाँ मन्दिर बनाएको छ अहिले। यहाँनिर चाहिँ परेवा र पाठी पूजा हुन्छ। यहाँनिर चाहिँ स्पेसल पूजा गर्ने ठाउँ हो, हेर्नुहोस् गाइज। हाम्रो तामाकोसी नजिकै छ यो मन्दिर। गाइज खिम्ती खोला हो होइन। यो खिम्ती खोला चाहिँ यहाँबाट सर गएर तल तामाकोसीमा जोडिएको छ। यो चाहिँ तामाकोसी हो। यो चाहिँ तामाकोसी नदी सरलपा हिमतालबाट बगेर आएको पानी तामाकोसी नदी। यो चाहिँ सगरमाथा हिमालबाट बगेर आएको पानी हो। यो चाहिँ सगरमाथा हिमालबाट आएको खिम्ती खोला हो। यो चाहिँ धेरै ठुलो छ गाइज, हेर्नुहोस् देख्न सक्नुहुन्छ। यो चाहिँ जल्पादेवी थान गाइज, जल्पादेवी थान हो यो मन्दिर चाहिँ। सबैले ठ्याक्कै मन्थलीबाट आउँदाखेरि खिम्ती र रामेछाप र दोलखा जोड्ने पुलकै नजिकै छ। पुलभन्दा अलि उत्तिरपट्टि डाँडाको नजिकै किर्ने बजारभन्दा 500 मिटर अगाडि मन्थली जाने साइडमा ठ्याक्कै गाइज। यो चाहिँ तामाकोसी नदीकै छेउमा एकदम। त्यो पारिची बहिनी वारिची दिदी भन्नमा आएको छ। पहिला चाहिँ यहाँनिर थियो मन्दिर, यहाँनिर थियो। अहिले खोलाले गर्दा यतापट्टि बनाएको छ गाइज। ल लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। यस्तै नयाँ भिडियोहरू आइराख्ने छन्।